हजुर यता यता ए नमस्ते 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 ला यो दाजुको फेरि के जात होला कुनी अघि मात्र दुईजनाकोबाट धुलाई खाएको पहिला जात सोध्ला जस्तो छ हजुरको जात चाहिँ के होला नरिसै मेरो जात हजुर लिम्बू हो म ए जुन चाहिँ मासु भन्दा भयो ढुक्कै आउन भाइ भित्रै आउन किन जात त डङ्गै सोचेको ए होइन होइन जातको अलिकति ए बस ए तिमी त त्यो किलरे छोरा होइन पल्लोको हजुर ए बाउ कति छ अहिले सन्चै छ हजुर सन्चै छ अनि के काम ल्यायो खासमा चाहिँ मासु खानु हुन्छ कि भन्दै मासु लाउँदै आएको दाजु लु भाइ निस्क के होला त भाइ ल दाजु किन दाजु किन होइन तिमी पहिला निस्क न पहिला निस्क त भाइ थाहा छ मलाई बाहिर निस्केर बात मार्नुपर्छ भनेर म थाहा छ किन खासमा चाहिँ नि भाइ तिमीले किन मैले बाहिर निकालेको भनेर नराम्रो नसम्झ कि म त शाकाहारी हो म मासु खाँदिनँ र घरमा मासु पनि चलाउँदिनँ कसैले खाँदैन भने यहाँ लटपट हुन्छ फेरि मासु उयो घरमा पुरा गर्नु हुँदैन प्लिज तिमी यहाँबाट गइहाल ल एउटा कुरा भन्छु कि दाजु भन नि तिमी के एकपल्ट मासु खाएनस् कि दाजु आम्मा तपाईँ खाएको हुन्छ कति त्यहाँ साग सब्जी खान्छ मासु खायो भने चाहिँ नि मासु तपाईँ तिमी गएर यता भाइ राटो यता 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 खाँदिनँ भन्दैछु यताको मान्छे आउँछ यार पल्ला आफ्नै जातको भाइहरू भेट्दाखेरि मासु राख्नुहुन्छ शाकाहारी पनि ढुक्का जिन्दगी तेरो